रातभरि सक्यो यार घरै पुग्यो होइन हामी चाहिँ छुट्टी भयो भर्खर छुट्टी मकै भुट्टी भयो हाम्रो चाहिँ होइन मासको दाल यहाँबाट अब यता खुट्टा राख्यो भने यो चप्पल खोल्न पर्छ साइकल पार्क गर्ने ठाउँ हो यहाँ चाहिँ है अनि तपाईँ गएर बाँड्न पर्छ म नर्सरी एलकेजी पढ्दा पनि यसरी झोला बोकेर हिँडिनँ होला यार आई एम फ्रम जापान Hello everyone, welcome back to my YouTube channel. This is Argalesu. I am from Japan. जापानहरुमा आएको छ यस्तो दिन होला मैले सोचेको पनि थिएन हैन कस्तो दिन आयो भने चाहिँ पानी पर्दै झ्याम्मा लाएर हैन आज चाहिँ हामीलाई 10 बजे रातिको बिहानको 10:30 बजे पुग भनेर चाहिँ हामीलाई हिजै खबर गरेको हो तर अफसोस 10 बजे यस्तो झरी परेर हामी साइकल चलाउन रेनकोट छैन छाता ओढेर आएको यी पछाडिको चाहिँ मेरो साथी हुन् कता गयो ओए कता देखिन्ने नि त यिनीहरूले लजाउने मान्छे हुन् के सँगै छैन यो जापान आएको कि म यो कहाँको अन्तरा गाउँमा आएको कि कहाँ हो मलाई पनि थाहा छैन हैन अब यसरी कस्तो माका जापान जस्तो पनि छैन यार अत्तेरिका जापानको खत्रै गाउँमै आएँ कि म त यसरी हिँडेर लुई जानु पर्यो माकसम यहाँ चाहिँ यस्तो छ हैन हामी चाहिँ यहाँबाट अझ कति पर हो हिँडेर जानुपर्ने अझ थाहै छैन त्यही भएर हामी अलि अगाडि नै निस्केको के यहाँ फेरि गाडी यो बाटो फेरि गाडी लास्टै चल्ने के है यो बार लास्ट गाडी हिँड्छ के खासमा अरू बेलामा चाहिँ हाम्रो क्लास लाग्ने भनेको चाहिँ 1:15 देखि सुरु हुन्छ ठ्याक्कै 12:30 बजे चाहिँ हामी रुमबाट निस्किन्थ्यो क्या म अनि त्यसरी हेर्नु अगाडि झोला ठ्याक्कै 12:30 बजे चाहिँ म रुमबाट निस्किन्थेँ अनि आज चाहिँ अब ओरिएन्टेसन भनेपछि चाहिँ ओरिएन्टेसन बनाउँदा पनि आएको भोलिपल्ट गराउनु पर्सिपल्ट गराउनु पर्छ यो आएको 1 हप्ता घुम्दैसक्यो अझ अहिले ओरिएन्टेसन भन्दा बोला यसका बाजे कताबाट जाने हो यतैबाट आऊ अनि त्यस पछाडि यस्तै हो होइन कसम यार यस्तरी कुदी जानु पर्यो पानी पनि पर्यो यो रेनकोट नकिनेको नतिजा हो अब जाने बेला हिँडेर गएपछि आउने बेला नि हिँडेरै आउनु पर्ने हो आउने बेला पनि म भ्लग बनाउँदै आउनु पर्ला यार माकसम बरु नेपालमा हुँदा होइन अब पानी पऱ्यो भने स्कुलै जान्न भन्ने हुन्छ नि त पानी पऱ्यो भने म कसरी स्कुलै जान्न भन्ने हुन्थ्यो कि जब पानी पर्थ्यो नि हे भगवान् पानी पर्दै त हुन्थ्यो स्कुल जानु पर्थेन भन्ने हुन्थ्यो ठ्याक्कै स्कुल जाने टाइम अब उता 10 बजेतिर हुन्छ नि त अनि त्यतिखेर 10 बज्यो भने ठ्याक्कै पानी बन्द हुने कि अनि त्यो हर हर महादेव पानी देऊ भन्ने छ नि त्यो पानी पर्न रह्यो क्या हामीले सानोमा के त्यही भन्थ्यौँ कि हर हर महादेव पानी देऊ भनेर अहिले याद आउँछ हिँड्दैन रोकिन त होइन होला है त्यहाँ रातो बत्ती बल्यो होइन अब भर आयो नि त केही थाहा छैन रातो बत्ती बल्यो साइकल चलाउँदा हरियो बोला कुदा हरियो बोलेपछि त कुद्ने हो नि त होइन कहाँ रोकेर हुन्छ गाइस यहाँको एउटा नियम चाहिँ मलाई एकदम मनपर्छ कि होइन यो छ नि मान्छे हिँड्न लाग्यो उताबाट गाडी आउन थाल्यो भनेपछि यसरी चाहिँ अनि उतापट्टि रोकिराख्छन् क्या होइन अनि अब एक त बाटो साँघुरो भएर पनि रोकेको हो होइन एक त बाटो साँघुरो छ त्यही भएर रोकेको हुन् अनि अर्को कुरा हिँड्ने मान्छेलाई अनि साइकल चलाउनेलाई यताउतालाई धेरै प्रायोरिटी हुन्छ है कि त्यो चाहिँ अनि राम्रो लाग्यो अनि अरू त के गर्नु अर्काको देश राम्रो लाग्यो के गर्नु आफ्नै नेपाल राम्रो होइन यस्तो हो क्या अब चाहिँ हामी गएको पुग्न लायौँ पुग्यौँ भगवान्को यसो भए नेपाल छँदाखेरि यो म नर्सरी एलकेजी पढ्दा पनि यसरी झोला बोकेर हिँडिनँ होला यार फेरि बच्चा लाइफ स्टार्ट भयो जस्तो लागिरहेको मलाई तर पनि केही छैन वाटर बोतल हाल म त घर फोन गरेपछि पनि टुङ्लेट हालेर टिफिन बक्स हालेर जाई भन्छन् कपालहरू मेरो कस्तो भइसक्यो यार बाँड्ने उ नभएर कि खै अब चाहिँ हामी पुग्छौँ होइन यहाँ पुगेपछि देखाउँछु ल अब पानी त यस्तो साह्रो परेन यार होइन हुन त परेको क्या हो अहिले बिहान हो नि त तेरो अहिले उहायो नै हो फेरि कोनिचिवा भनौँला बिर्स अरू बेला चाहिँ कोनिचिवा भनेको बानी भएर अहिले हेर न कपालमा आएको छौँ ल हामी चाहिँ हामी गएको चाहिँ देखाइदिन्छु ल त्यहाँ आउने अब कसै ऊ
उताबाट घुमेर जानुपर्छ के। यो चाहिँ ओकायामा इन्स्टिट्युट अफ ल्याङ्ग्वेज हो। यताबाट चाहिँ जान मिल्दैन खासमा, यहाँभित्र यता यहाँ हो, यहाँबाट चाहिँ जान मिल्दैन कि। हामी चाहिँ सरर र यसरी यहाँबाट फनक्क घुम्नुपर्छ होइन। ल यसरी यहाँबाट यसरी परबाट पनि फेरि घुम्नुपर्छ। मेरो कपाल होइन नि आउनु ल म देखाइदिन्छु। यत्रो तर यो सबै हुने होइन। अनि कपाल चाहिँ अहिले गएर बाँध्नु पर्ला। यहाँबाट यसरी पुरै भेला भिजिसक्यो। फेरि यहाँबाट पनि टर्न लिनुपर्छ। टर्न लिएर अनि यहाँ चाहिँ साइकल राख्ने ठाउँ हो। यता चाहिँ गइदिन्छु म। कति गएर कपाल बाँधौँ भनेपछि खाना हुन्छ ल आउने। यहाँबाट चाहिँ यिनीहरू दिदी चाँडो छोडेर आएको हुन् है। यहाँबाट चाहिँ यसरी जाने हो। यहाँबाट यहाँ चाहिँ हो कि हाम्रो हेर्नु, यहाँ चाहिँ यसरी साइकल पार्क गर्ने ठाउँ हो। ओइ छाता चाहिँ उतै राख्ने क्या। यहाँ चाहिँ साइकल पार्क गर्ने ठाउँ हो यहाँ चाहिँ है। छाता त्यहाँ कता राख्ने होला नि। आफ्नै ठाउँमा राख्यो भने सबैले कहाँ हो त्यहाँ राख्ने हो। यहाँबाट चाहिँ यसरी साइकल पार्क गर्ने भयो होइन। अनि त्यहाँ चाहिँ छाता राख्ने ठाउँ छ कि, त्यहाँ चाहिँ छाता राख्ने हो। आफ्नो छाता त्यहाँ राख। लौ त माया राखिदेऊ त मेरो पनि। यहाँ चाहिँ छाता राख्ने। अनि त्यस पछाडि त्यही खुसाइदेऊ न, केही हुन्न। अनि त्यस पछाडि यहाँ चाहिँ सुज ऱ्याक छ कि, जस्तै अब यो हामीले लाएर आएको सुज छ नि, यो सुजहरू त्यहाँ राख्नुपर्छ होइन। त्यहाँ आफ्नो अलरेडी एक जोड चप्पल छ कि, चप्पल जुत्ता जे भइदिएर कति बजेर खोइ त थाहा छैन। म त यार। अनि त्यहाँ चाहिँ हाम्रो जुत्ता चप्पल छ, त्यहाँ जुत्ता चप्पल लाएर भित्र स्वाट्टै इन्ट्री मार्ने हो। ओके यहाँ चाहिँ यसरी आफ्नो जुत्ता छ नि, यसलाई यसरी यहाँ राख्ने होइन। अनि हिँड्ने यहाँभित्र। यहाँ चाहिँ पुग्यौँ। हाम्रो क्लास चाहिँ यता 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 यता। यहाँबाट 11 चाहिँ मेरो क्लास। यहाँ चाहिँ अब हामी छिर्ने। ओरिएन्टेसन इज फिनिस गाइज होइन। ओरिएन्टेसन फिनिस भयो, तर टाइम 1 घन्टा बाँकी चाहिँ कहाँ जाने हो। भोक लगाएर मर्न लागिसक्यो। यिनीहरू जानै मान्दैनन्। खाना जाम भन्दाखेरि कहाँ जाने कि जाम न यार। अनि फेरि यहाँसम्म होइन। यहाँबाट अब यता खुट्टा राख्यो भने यो चप्पल खोल्नुपर्छ, आफ्नो यो जुत्ता लाउनुपर्छ होइन। यहाँबाट यता गयो भने चप्पल खोल्नुपर्छ, यो भित्र बाहिर गयो भने चप्पल खोल्नुपर्छ, भित्र गयो भने चप्पल लाउनुपर्छ। अब बाहिर जाऊँ भने पानी परेर जाडो भएर यस्तो अवस्था होइन। खाना जाऊँ भन्दाखेरि साथी छन्, यस्ता साथीहरू। हामी चाहिँ अहिले ब्रेक भएको अवस्था। यति लजाउ हामी सेन्सी लजावती फुल जस्तै लजाउँछु। यति लजाउने होइन गाइज। धेरै जसले बोल्न मिल्दैन होइन, किनकि यहाँ डिस्टर्बिङ हुन्छ मेरो गाना। भोक लगाएर माग कसम। मेरो आइल्यासेस कस्तो राम्रो देखेको यार है आँगा हेर नि उयो के। सो गाइज होइन, अब हाम्रो अब कति मिनट छ? 4 साढे 4। अब आधा घन्टा बाँकी छ। आधा घन्टामा छुट्टी मकै भुट्टी। तर अफसोस हामी हिँड्दै जानु पर्यो। ओइ यिनले गर्दाखेरि हिँड्दै जानु पर्यो। न त म साइकलमा आउँथेँ। त्यहाँ तिनीहरूलाई तिनी गर्दै हिँडेर जानु पर्यो। छाताबाट यार छुट्टी भयो भर्खर छुट्टी मकै भुट्टी भयो हाम्रो चाहिँ होइन। अब चाहिँ फर्किँदा चाहिँ सिचुरेसीमा गर्दै होइन। अनि हिँडेर आउनुभएको तपाईँ पनि? हामी पनि झ्याउलाएर आएको। अनि त्यस पछाडि यस्तो चिसो छ गाइस होइन। म त कसम तिमीहरूलाई पनि तिमीलाई जाडो भएको कि मलाई मात्र हो कि यस्तो भएको? अति भएको मलाई त। ए सायनारा
सो गाइज यस्तो अहिलेसम्म हामी पुगे होइन रुममा। अब पानी पऱ्यो कि रुखबाट पानी खसेको हो। सो ओइ दुगुरेपछि चिसो हुन्न आऊ मैले कुदेपछि चिसो हुन्न कि यस्तो चिसो छ। राति घर जाने रात पनि सबै हात घरै पुग्यो होइन। हामी चाहिँ मासको दाल आमाको तरकारी छिटाउ यस्तो चिसो छ भगवानको छ मलाई होइन। मम्मी नेपालमा मम्मीलाई सम्झिँदा कुद्छु म चाहिँ होइन। अनि अब बाई बाई देश होइन। अब रुमतिर जानु पर्यो होइन। रुम पुग्न अब म ठ्याक्क 10 मिनट जतिमा 10:08 जति मिनटमा रुम पुग्छु होला। सो गाइस अहिलेलाई टाटा बाई बाई, गुड नाइट, नमस्ते, बाई बाई। रात परिसक्यो तपाईँहरूले देखिसक्नु भयो कति रात परिसक्यो यहाँ भनेर होइन। पुरै खोला के पुरै यो खोलाकै छेउमा हागै यो ठाउँ। म त वाक्क दिक्क प्याक्क बसेको। अब 3 दिन छुट्टी छ मेरो। भोलि पर्सि निका पर्सि 3 दिन छुट्टी छ। मजाले सुतिन्छ होइन। अनि त्यस पछाडि अनि गामबाक्दै कुदासाई हो। ल गाइस ओके बाई बाई, सी यु इन द नेक्स्ट भिडियो होइन। अनि सबैजनाले एलएबी माया गरिदिनु होला होइन, सपोर्ट गरिदिनु होला। अरे के कसम मोबाइलै समाउन सकिने यार। हात पुरै चिसोहरू पुरै फ्रिज भइसक्यो मेरो। हात पुरै फ्रोजन भइसक्यो कि मोबाइल समाउँदा अब त म सक्दिनँ। तिमी छिटो आऊ है। ओके टाटा बाई बाई। ओके बाई बाई के अरे ओके बाई बाई टाटा। म त लागेँ बाटा बाई।